फागुन 21 पो निर्वाचनपछि यदि एमाले काङ्ग्रेस र माओवादीहरू शीर्ष स्थानमा बने भने सबैभन्दा पहिला बालेन शाहलाई जेलमा हाल्ने तयारी हुनेछ। नेपालको राजनीतिक मैदान अहिले फेरि धमिँदै गएको छ। यदि बालेन शाह र जेनजेट युवाहरूलाई एमाले काङ्ग्रेस र माओवादी नेताहरू विरुद्ध सिंहदरबार जलाएको, नेताका घरमा आगो लगाएको भनेर प्रहरीमा उजुरी दिएका छन् भने त्यो कुनै सानो कुरा होइन। अब कुरा यतिबाट सुरु हुन्छ। यी दलहरू अर्थात् काङ्ग्रेस, माओवादी र एमाले यिनै हुन् जसले विगत 3 दशकदेखि सत्ता कब्जा गर्दै आएका छन् र फेरि पनि यी दलहरू आगामी फागुन 21 गते हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धी बन्ने निश्चित जस्तै देखिन्छ। तर यदि यी दलहरू फेरि माथि पुगे भने त्यो दिन सबैभन्दा ठुलो प्रहार हुनेछ बालेन शाहमाथि। सबैभन्दा पहिला उनलाई जेलमा हाल्ने तयारी हुनेछ। त्यसपछि बिस्तारै नेताका घर जलाउने आरोपमा युवा पुस्ता जेनजेटहरूमाथि खोज तलास सुरु हुनेछ। यही कारणले अहिले बालेन शाह कुनै साधारण रणनीतिमा छैनन्। उनीले सायद अहिलेदेखि नै सोचिरहेका छन् कसरी नेतृत्व लिन सकिन्छ, कसरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने अभियानलाई गति दिन सकिन्छ। अब प्रश्न एउटै छ कि बालेन र जेनजेटहरूले यो राजनीतिक आदिलाई सामना गर्न सक्नेछन् कि फेरि पुराना शक्तिहरूले देशको भविष्य आफ्नो मुठ्ठीमा राख्नेछन्। यो समय हो जनताको जागरणको, युवाको विद्रोहको र नयाँ नेपालको खोजीको। जय नेपाल।